अहो गुलेली बा के छन्? हौ ठिकै छ हौ। एउटा कुरा भनौँ के कुरा हौ भनौँ न हौ। कि चस्मा फेरौँ कि बुढी फेरौँ है? छैन त्यो एउटा। बसौँ न। यही यता बस्नु। माथि लालकान्छीकोमा पजेर रक्सिसी खाएर आएको हौ। गाउँघरमा धेरै देखा परेन भने पनि मर्यो भन्दो रहेछ र यसो साथीभाइ भेट्दै हिँडेको पाउ। अरे अनि गुलेली चाहिँ कहिले नछोड्ने अनि? हौ अब चोरामारी खाने बानी बोक्नु पर्यो नि हौ। अनि चरा मारियो त कि? छैन हौ अचेल चराहरू। भनेपछि म टेङ्ग्रा ओसियो होला होइन? म टेङ्ग्रा ओसिएपछि त काम दिँदैन पह्यौ। हौ त्यति साह्रो पनि छड्के हानौँ न हौ। कर्मको खेल पो त हौ। कर्मको खेल भनेर कहाँ हुन्छौ? हो यही सूत्र प्रयोग गरौँ न अनि अर्को आइहाल्छ त। अनि के छोरी मान्छेको चाहिँ आँखा फुटेको छ कि छोरी मान्छेलाई चाहिँ आँखै नहुने जस्तो देख्छौ कि क्या? देखि जानी चाहिँ को आउँछ हौ सौता माथि? अन्त पनि घरिघरि अनि हरिस गर्छस् त अनि। खै हौ मेरो कमजोरी हो कि बुढीको कमजोरी थाहै छैन। कसरी अर्को ल्याउनु हो। हौ बाबु नभई त नमरौँ है अरे। हौ त्यो कुरा छोडौँ न हौ। एउटा सल्लाह गर्नु पो आएको हौ। के सल्लाह भनौँ न अनि? हौ आफू त च्याब्रुङको छाला काट्नु साह्रै सिपालु। मलाई पनि छाला चाहिएको थियो। मेरो एउटा भोर दौनै सकिन हौ। हेर त यो मौलिकेहरूको बुद्धि। राष्ट्रिय जनावर गाई होइन केम भेङ्सी र? गाई होइन हौ गोरु पो भनेको त। पिप माझी आसाङ हारे नि ओक मस्याङ घर क्यान थिक म अल्लायो पिप मालको से माताले गुले वा कुम्मामा कोचलको से माता थुम्मस भो। ल ल मलाई पनि एउटा देब्रे ताल चाहिएको छ हौ। देब्रे न दाइने खाली उल्टो उल्टो कामहरू मात्रै गर्नु जानेको छ। म आएर पो घर बाजु भयो कि क्या हौ। के घर बाजा हुनु? शुभकांक्षाको छोरी पो त कम्ता बुझाकी छ। ल ल गफ गर्दै गर्नु म जाँड थाल्छु। अनि खै त्यहाँ छोड।